यो चाहिँ तपाईको 22 घुम्ती भन्छ। ल हेर्नुहोस्, तिलिचो 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 भन्नुहुन्छ नि, तिलिचो जानलाई यसरी हिँड्नुपर्छ उकालो। 22 घुम्ती 23 घुम्ती कति घुम्ती हो। 22 घुम्ती सजिलो चाहिँ छैन, चढिसकेपछि रमाइलो छ। सबै यो हिम पहिरोले बनाएको बगर हो, पाहाडै बगर बगर, माथि माथि हिमाल छन्। यो तल देखिएको खोल्सा जस्तो चाहिँ यो मर्स्याङ्दी नदीको उद्गम स्थल हो। यिनै हिउँ पग्लेर मर्स्याङ्दी नदीको उत्पत्ति भएको रहेछ। यो अन्नपूर्ण हिम श्रृङ्खला रहेछ। अनि हामी चाहिँ यो मर्स्याङ्दी नदी नरमाइलो भन्दै गीत गाउँदै गाउँदै यो 22 घुम्ती 23 घुम्ती कति घुम्ती हो पार गरेर आइसक्यौँ फर्केर।